पुष्पराज नाम गरेको दाउरा काट्नेवाला दाउरा खोज्न सधैँ बादलपुरको वनमा जाने गर्थ्यो। पुष्पा पुष्पराज म झुक्नेवाला छैन, बुझिस? पुष्पा, एउटा कुरा सोधौं? सोध। हामी गरिब जन्मेर गरिब नै मर्छौं कि क्या हो? नाइ, पुष्पा अवश्य गरिब घरमा जन्म लिएको छ, तर गरिबीमा नै मर्ने छैन, बुझिस? जुन दिन मलाई चान्स मिल्ने छ म पनि पैसावाला बनेर देखाउँछु। त्यसो भए तँले सोच कि तँलाई चान्स मिलिहाल्यो, तर यो मर्दको खेल हो। के तँ यो गर्न सक्छस्? ओए, पुष्पा फ्लावर होइन, फायर हो, बुझिस? आफ्नो छाती 56 को होइन, 156 को हो, बुझिस? त काम के हो भन्? त्यसो भए सुन, कालो डाँडाको पछाडि हामीलाई चन्दनको काठ मिल्छ, त्यसलाई बेचेर हामी मालामाल हुन सक्छौं। तर त्यहाँ एउटा खतरा छ। खतरासँग खेल्ने पुष्पाको आदत छ। अब अगाडि भन्। कालो डाँडाको पछाडि जानेवाला आजसम्म कोही फर्केर आएको छैन। त्यहाँ एउटा अति खतरनाक डङ्किनी बस्थे रे। त्यो डङ्किनी हो भने म पनि कुनै भूत भन्दा कम छु के? आज पुष्पा उतैबाट काठहरू काट्ने छ। फेरि दुवैजना कालो डाँडातिर हिँड्दै जान्छन्। बाटोमा उनीहरूको आँखा एउटा बोर्डमा पर्न जान्छ। पुष्पा, हेर यो के लेखिएको छ। यो भन्दा अगाडि जान खतरनाक छ रे। पुष्पा पुष्पराज, अब म रोकिनेवाला छैन, बुझिस? त नडरा, म छु नि, हिँड। खतरालाई अनदेखा गरेर दुवैजना अगाडि जंगलतिर जान थाल्छन्। अगाडि चेकपोस्ट छ। पर्खी, तिमीहरू अगाडि जान सक्दैनौ। किन साहब? अगाडि जंगली जनावर अनि डङ्किनीको बसोबास छ, दुवैजना मरिहाल्लौ। हामीलाई केही हुँदैन साहब, हामीलाई जान दिनुस्। किन? डङ्किनी तिम्रो हजुरआमा हो कि क्या हो? ए बौला दुईजना तिमीहरू, त्यहाँ तिमीहरू जंगली जनावरदेखि बचे पनि डङ्किनीको फेला परेर मर्नेछौ। नाइ, पुष्पाको मृत्यु कुनै डङ्किनी शङ्किनीको हातबाट हुनेवाला छैन। पुष्पा सिंह हो, सिंहको हातबाट मरेछु भने केही अफसोस हुने छैन। तिमीहरूलाई मर्ने यति नै इच्छा छ भने म तिमीहरूलाई रोक्दिन, तिमीहरू जान सक्छौ, जाऊ। दुवैजना धेरै टाढा हिँडिसकेपछि दुवैजना कालो डाँडाको नजिक पुगिहाल्छन्। पुष्पा, मलाई धेरै डर लागिरहेको छ। ओए, किन डराएको? म छँदैछु नि तेरो साथमा। तिमीहरू दुईजना यहाँ त आयौ, अब तिमी यहाँबाट वापस जान सक्दैनौ। हेर डङ्किनी, पुष्पासित नबाजी, नत्र भने मरिहाल्छिस्।